आदरणीय दर्शक महानुभावहरु, यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। हाम्रो YouTube च्यानलमा हामीले नेपाली क्रिकेटसँग सम्बन्धित सम्पूर्ण जानकारीहरु, नयाँ अपडेटहरु निरन्तर प्रस्तुत गर्दै आइरहेका छौं। आजको सामग्रीमा हामीले नेपालका लागि नयाँ प्रशिक्षक स्टुअर्ट ल आइसकेपछि नेपालले निरन्तर जित हासिल गर्न थालेको छ र उनको प्रभाव देखिन थालेको छ, त्यो विषयमा चर्चा गर्नेछौं। र हिजो एकै दिन दुईवटा टी20 खेलमा नेपाल विजय भएको छ। यसले पनि लिग 2 अन्तर्गत भएको अभ्यास खेलहरुमा नेपालले जुन लय देखाइरहेको छ, त्यसमा नेपाली ब्याटरहरुको इन्टेन्टका कारणले पनि आगामी सिरिजमा नेपालले विजय हासिल गर्न सक्ने सम्भावना बढेको छ। त्यो विषयमा पनि आजको सामग्रीमा हामी चर्चा गर्नेछौं। सँगसँगै नयाँ प्रशिक्षक स्टुअर्ट लबाट नेपालले कस्तो किसिमको ब्याटिङ अर्डर चाहेको छ, त्यो विषयमा पनि आजको सामग्रीमा हामीले चर्चा गर्ने प्रयास गर्नेछौं। अहिलेसम्म पनि तपाईले हाम्रो च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। अब लागौं अहिलेको सामग्रीतर्फ। नेपाली राष्ट्रिय क्रिकेट टोली यति बेला आइसिसी लिग 2 अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डसँग सिरिज खेल्नु अघि युके को टुरमा रहेको छ। युके को टुरमा नेपालले अभ्यास खेलहरु खेलिरहेको छ। पहिलो 2 एकदिवसीय अभ्यास खेलमा नेपाल दुवैमा विजय हासिल गर्न सफल भएको थियो र बिहीबार एकै दिन दुईवटा टी20 अभ्यास खेल खेलेको थियो, जहाँ नेपाल दुवै खेलमा विजय हासिल गर्न सफल भएको छ। यो हिसाबले नयाँ प्रशिक्षक आइसकेको सन्दर्भमा उनका रणनीतिहरु सफल भइरहेका छन्। नेपालले नयाँ प्रशिक्षक स्टुअर्ट ल आइसकेपछि 4वटा अभ्यास खेल खेलेको छ, जसमा सबैमा जित हासिल गर्न सफल भएको छ। यो हिसाबले नयाँ प्रशिक्षकले नेपाली खेलाडीहरुसँग राम्रो घुलमिल गरिसकेका छन्। उनले नेपाली खेलाडीहरुको राम्रो पक्ष, नराम्रो पक्ष, सँगसँगै कुन खेलाडीलाई कुन पोजिसनमा खेलाउँदाखेरि राम्रो हुन्छ भन्ने कुरा उनले राम्रोसँग बुझ्न सकिसकेका छन् र त्यसमा नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको पनि महत्त्वपूर्ण भूमिका देखिएको छ। दर्शक महानुभावहरु, नेपालले यो लयलाई मुख्य प्रतियोगिता लिग 2 को मुख्य खेलहरुमा पनि देखाउन जरुरी रहेको छ। तपाईहरुलाई हामी अब अलिकति बिहीबार मात्रै दुईवटा टी20 खेल भएका छन्, त्यो विषयमा हामी जानकारी दिन चाहन्छौं। र पहिलो खेल र दोस्रो खेल दुवैमा नेपाल विजय हासिल गर्न सफल भएको थियो। नेपालले ग्लोसेस्टरशायरसँग 2 पटक टी20 खेल खेलेको थियो एकै दिन, र एकै दिन नेपालले दुईवटा टी20 अभ्यास खेल खेलेको यो इतिहासमै पहिलो पटक रहेको छ। र पहिलो पटक भएको खेलमा नेपाल 73 रनले विजय भएको थियो भने दोस्रो पटक भएको खेलमा नेपाल 5 विकेटले विजय भएको थियो। यसरी दुवै खेलमा नेपाल विजय हासिल गर्न सफल भएको छ। पहिलो खेलमा नेपालले दिएको 195 रनको लक्ष्य पछ्याएको ग्लोसेस्टरशायर 17.3 ओभरमा 121 रनमा अल आउट भएको थियो, जहाँ नेपालका बलरहरूले राम्रो प्रदर्शन गरेका थिए। नेपालका नन्दन यादव, सन्दीप लामिछाने र बसिर अहमदले समान 2 विकेट लिएका थिए भने रिजन ढकाल, करण केसी, सोमपाल कामी र कुशल भुर्तेलले 1 विकेट लिएका थिए। यसअघिका अभ्यास खेलहरुमा सन्दीप लामिछाने खेलेका थिएनन्, तर टी20 खेलको दुईवटै अभ्यासमा सन्दीप लामिछाने खेलेका थिए र सन्दीप लामिछानेले पहिलो अभ्यास खेलमा 2 विकेट लिए र दोस्रो अभ्यास खेलमा पनि उनले 1 विकेट लिए। यसरी एकै दिन उनले 3 विकेट लिन सफल भएका थिए भने अन्य खेलाडीहरुको प्रदर्शन पनि एकदमै सन्तोषजनक नै रहेको थियो। त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 6 विकेट गुमाएर 194 रनको राम्रो योगफल तयार पार्न सफल भएको थियो। नेपालका लागि कुशल भुर्तेले सर्वाधिक 46 रन बनाएका थिए। पहिलो खेलमा उनले 30 बल खेलेका थिए र 6वटा चौका र 3वटा छक्का पनि प्रहार गरेका थिए। त्यस्तै रोहित पौडेलले 35, दिपेन्द्र सिंहले 32 र अनिल शाहले 29 रन बनाएका थिए भने आरिफ शेख 9 बलमा 22 रनमा अभिजित रहँदै फिनिश गरेका थिए। आरिफ शेखले टी20 आईमा पनि राम्रो खेलिरहेका छन्। उनी एकदिवसीय कोट नेपालको लागि खम्बा नै मानिन्छन् र टी20 मा पनि उनले राम्रो इन्टेन्ट देखाइरहेका छन्। त्यस्तैगरी दोस्रो अभ्यास खेलमा नेपाल 5 विकेटले विजय भएको छ। नेपाललाई 169 रनको टार्गेट दिएको थियो, जसमा नेपालले 14.2 ओभरमा नै त्यो लक्ष्य पूरा गर्न सफल भएको थियो। र दोस्रो अभ्यास खेलमा नेपालका लागि ओपनर आसिफ शेखले एकदमै राम्रो इन्टेन्टका साथ ब्याटिङ गरेका थिए। उनले 42 बलमा 84 रनको राम्रो इनिङ खेलेका थिए। यस्तै किसिमका इनिङहरू अब खास गरी एक दिवसीय त्यो माथि पनि खास गरी बलिया 2 टिम स्कटल्यान्ड र नेदरल्यान्ड्स विरुद्ध नेपालले देखाउन जरुरी रहेको छ। त्यस्तैगरी आरिफ शेखले पनि राम्रो खेलेका थिए। उनले 30 रन जोडेका थिए। यसरी दुई भाइको राम्रो कम्बिनेसन देखिएको थियो। यसरी नेपालले दुवै खेलमा विजय हासिल गर्न सफल भएको छ। यसरी नयाँ प्रशिक्षकको आगमनसँगै नेपाली ब्याटरहरूले राम्रो इन्टेन्ट देखाइरहेका छन्। बिहीबारको अभ्यास खेलमा सन्दीप लामिछाने दुईटै अभ्यास खेलमा खेलेका थिए र जसमा उनले पहिलो खेलमा 2 विकेट र दोस्रो खेलमा 1 विकेट गरी 3 विकेट लिन पनि सफल भएका थिए। उनी यसअघि भएको एक दिवसीय खेलमा उनले खेलेका थिएनन्, त्यसैले धेरै
समर्थकहरू क्रिकेट फ्यानहरूले सन्दीप लामिछानेलाई किन नखेलेको के भएको भनेर प्रश्नहरू पनि गरेका थिए। टिममा किनै त्यस्तो समस्या पो भएको छ कि, किनकि सन्दीप लामिछाने नेपालबाट जाँदाखेरि राष्ट्रिय क्रिकेट टिमको जुन राष्ट्रिय सम्झौता हुन्छ सेन्ट्रल कन्ट्र्याक्टमा नरहने भनेर उनले घोषणा गरेका थिए। त्यसपछि केही समस्या त भएको छैन भन्ने खालका कुराहरू पनि उत्पन्न भएको थियो। तर सन्दीप लामिछाने बिहीबारको T20 अभ्यास खेलमा आफ्नो दुवै खेल खेलेका थिए र उनी एकदमै फिट पनि देखिएका थिए। यो विषयमा हामी तपाईँलाई जानकारी गराइसकेपछि अब नयाँ प्रशिक्षक स्टुअर्ट लले नेपाललाई कस्तो किसिमको ब्याटिङ अर्डर बनाउन सक्छ भन्ने कुरामा पनि हामी तपाईँलाई अलिकति जानकारी दिन चाहन्छौँ। स्टुअर्ट ल यस अगाडि उनी पूर्व अस्ट्रेलियन क्रिकेटर समेत हुन् भने यसभन्दा अगाडि उनले अमेरिकाको मुख्य प्रशिक्षकको भूमिका पनि खेलेका थिए र उनकै प्रशिक्षकको कालमा रहँदाखेरि अमेरिकाले पाकिस्तानलाई T20 विश्वकपमा पराजित गरेको थियो। एउटा ऐतिहासिक सफलता पनि हासिल गरेको थियो। त्यस्तो किसिमको प्रशिक्षक हुन् उनी र नेपालबाट उनी त्यस्तै किसिमको ब्याटिङ, खास गरी ब्याटिङमा जुन कमजोर रहेको छ नेपाल, आजभोलि मात्र होइन विगतदेखि नै नेपाल ब्याटिङमा एकदमै कमजोर नै रहेको छ। त्यो स्थितिबाट सुधार गर्नुपर्ने आवश्यकता रहेको छ र नेपालले अहिलेसम्म राम्रा ब्याटरहरू पनि उत्पादन गरेको छ, तर त्यसलाई सदुपयोग भने गर्न सकिरहेको छैन। सन् 2021 मा प्रशिक्षक डेभ वाटमर र सन् 2023 मा मन्टी देसाई मुख्य प्रशिक्षक बनेपछि नेपालको ब्याटिङ केही सुधार गरिएको आशा गरिएको थियो, तर त्यो सुधारले घरेलु मैदान TU भन्दा बाहिर प्रभाव जमाउन पनि सकेन। खास गरी नेपालले जसो घरेलु मैदानमा खेल्दाखेरि जुन किसिमको ब्याटिङ देखाउने गर्दछन्, तर घरेलु मैदानभन्दा बाहिर विदेशी भूमिहरूमा खेल्दाखेरि त्यो किसिमको ब्याटिङ देख्न पाइँदैन। त्यसैले त्यो भूमिकालाई चिर्न, त्यो समस्यालाई चिर्नका लागि नयाँ प्रशिक्षकको मुख्य दायित्व रहेको छ र उनले पहिलो 4 वटा अभ्यास खेलमै त्यो आफ्नो काम त्यो तर्फ केन्द्रित रहेको पनि उनले आफ्नो सङ्केतहरू दिएका छन्। र लिग 2 र T20 विश्वकप, एसिया कप छनौटले नेपाली क्रिकेट अबको भविष्य निर्धारण गर्नेछ। लिग 2 को दोस्रो संस्करणमा सुरुवाती 12 खेलमा नेपालले 2 मा जित हासिल गरेको छ भने 8 मा हार बेहोरिसकेको छ र नेपालसँग अब 24 मध्ये 16 खेल विदेशी भूमिमा हुँदा नेपालले शीर्ष 4 मा रहेर विश्वकप छनौट र ODI मान्यता सोझै प्राप्त गर्न सहज भने छैन र यो चुनौतीलाई पार गर्नुपर्ने पनि नयाँ प्रशिक्षकको जिम्मेवारी रहेको छ, दायित्व रहेको छ। र यस्ता किसिमका समस्याहरूलाई पार गर्नका लागि नेपालको बलिङ पक्ष, स्पिन पक्ष त धेरै राम्रो नै छ, तर नेपालको ब्याटिङ लाइनअप र ब्याटरहरूलाई जिम्मेवार बनाउनु पर्ने आवश्यकता रहेको छ। उनीहरूलाई राम्रो किसिमको मन्त्र दिनुपर्ने आवश्यकता रहेको छ। त्यो किसिमको समस्याको समाधान नयाँ प्रशिक्षकले गर्नेछन् र नेपाल अहिले जुन अप्ठ्यारो परिस्थितिमा रहेको छ, ICC लिग 2 मा अङ्क तालिकाको पुछारमा रहेको छ र नेपालसँग अझै धेरै गेमहरू छ, तैपनि त्यो गेमहरूलाई सही सदुपयोग गर्दै त्यसलाई जित निकाल्दै अघि बढेर नेपालले लिग 2 मा शानदार कमब्याक गर्नेछ र त्यसको सुरुवात स्कटल्यान्डबाट हुनेछ भन्ने हामी अपेक्षा गर्न सक्छौँ। र नेपालले जुन अभ्यास खेलहरू खेलिरहेको छ, अभ्यास खेलहरू खेल्दाखेरि त्यहाँका टिमहरू कमजोर भए भन्ने किसिमका कुराहरू पनि आइरहेको छ, तर जुन पृष्ठभूमि र जुन वातावरणमा नेपाली टोलीले त्यहाँ खेल्न पाएको छ अहिलेको परिवेशमा त्यसलाई नै ठुलो मान्नुपर्छ। किनभने क्रिकेटरहरूको लागि विदेशी भूमिमा खास गरी त्यहाँको हावापानीसँग घुलमिल हुन एकदमै आवश्यकता रहेको छ र त्यो घुलमिल हुनका लागि त्यहाँका स्थानीय प्रतियोगिताहरू, स्थानीय खेलाडीहरूसँग खेल्नु नै महत्त्वपूर्ण मानिएको छ र त्यसको व्यवस्थापन क्यानले गरेको छ। त्यसका लागि क्यानलाई धन्यवाद दिनैपर्छ। अब मुख्य प्रतियोगितामा नेपालले जति पनि अभ्यास खेलमा राम्रो इन्टेनहरू देखाइरहेको छ, राम्रो लय देखाइरहेको छ, जित निकाल्ने जुन संस्कार बनेको छ, त्यसलाई मुख्य प्रतियोगिताहरूमा पनि निरन्तरता दिन सकोस् हामी सबैको शुभकामना रहेको छ। र नेपालले आगामी दिनमा खास गरी ओपनिङमा कोलाई खेलाउँदाखेरि राम्रो हुन्छ, तपाईँको धारणाहरू के रहेको छ त्यो तलको कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। हामी नयाँ विषयवस्तुका साथमा फेरि उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।